म होइन आज कुनै कविता सुनाउन आएको। श्रीमद् भागवत गीता अध्याय 18 थोरै सार ल्याएको। सारपछि बाल्यपनको कुरा अघि। सानै थिए, एउटा भोज भतेरको प्रसङ्ग। एक पुरुष टाढा छुट्टै भोज उसलाई। मैले सोधेँ, त्यो दाइ चाहिँ किन त्यता छुट्टै? त्यो दमै हो, हामीलाई छुनु हुँदैन। सँगैको दाइको अर्थ मनमा अझै खड्किन्छ त्यो कुरा। जात नै पो रहेछ, जातमै पो रहेछ सबैभन्दा ठुला। हो, म जातको कुरा गर्दैछु। म कुनै पक्षपाती होइन, म जातको कुरा गर्दैछु। तिमी र ममा कुनै फरक छैन। गीताको भाव छ आज, म कृष्ण होइन। 18 अध्याय श्लोक 41। ब्राह्मण क्षत्रिय विषम, शूद्रम छ परन्तप, कर्माणि प्रविभक्तानि, स्वभावुवे प्रभागुनाहि। अर्थ के? परान्तप मतलब अर्जुन, तर सम्बोधन सबैलाई अहिले। ब्राह्मण, क्षेत्रीय, वैश्य, शूद्र छुट्टाइएका उनका गुणले हुन्। कर्मले। ब्राह्मण ज्ञानको भण्डार, शान्त अनि सुशील। क्षेत्रीय शक्ति र बलको पहिचान। वैश्य भण्डार, उत्पादन अनि व्यापार। शूद्र सहयोगी अनि सेवा। यसमा विभाजन कर्मको छ, गुणको छ, तर आयो जात, शर्म छ। कहाँबाट आयो जात? कसले ल्यायो जात? जसले सिलाएको लुगाले शरीर ढाक्छ उसको पानी चल्दैन। जसको थर्मै भगवान बसेका छन् उसले बनाएको औजार चल्छ, तर ऊ चल्दैन। नमासी, मतवाली, मधेसी थुप्रै छन् यता। विभाजन छ, एउटै लाग्ने शरीर, एउटै बग्ने रगत। यहाँ पक्षपात छ। शब्द मात्र होइन, यो अभियान हो। जातले होइन, मान्छे गुणले चिनोस्, जात छिनियोस् अनि मानवता बुनियोस्। यी शब्द रहिरहोस्। कहिलेसम्म? एउटा दमैको श्राद्ध ब्राह्मणले गरोस् तबसम्म। एउटा क्षेत्री र कामीको बच्चा सँगै हात समाउँदै विद्यालय जाउँ तबसम्म। एउटा ब्राह्मणको चुलोमा सबैलाई निमन्त्रणा आओस् तबसम्म। थाहा छ, मेरा बाका युगलाई यो कुरा पच्न गाह्रो छ, तर आउने पिँढीले बुझ्छन् यो कुरा सम्भव छ। विद्यालयमा यो सारको पढाइ होस्, आउने पिँढीको मनस्थिति फेरियोस्। हामी एक हौँ, हामी समान छौँ, यो कुराको ज्ञान होस्। जात नाम पछाडि झुन्डाइएको, गुण र कर्मले मात्र फुटाइएको, यसको नि ज्ञान होस्। जातमा विवाद नहोस्, जातको कुराले कोही नमरोस्। बस नेपाली रहोस्, नेपाल रहोस्।